यो चाहिँ हाम्रो आजको मेन कोर्स। यसमा चाहिँ हाम्रो बटर चिकन विथ जिरा राइस अनि पेने पास्ता र हाम्रो आलु जिरा। थ्याङ्क यू। एकदम भेरी गुड लेभलसम्म चाहिँ भेरी गुड स्किलसम्म चाहिँ राम्रै पिसाएको रहेछन्। राम्रो लाग्यो टेस्टहरू। थ्याङ्क यू हजुरले बिस्तारै खाँदै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? राम्रो छ अब मिठो लाग्यो मलाई। मिठो हजुर के भन्न चाहनुहुन्छ? केटाकेटीहरू घरमा चुलो बाल्न पनि नजानेर अहिले यहाँ आएर यति धेरै दक्ष बनाइसक्नु भएछ कि स्वादको त पुरै छायो, सबै नै मिठो छ समग्रमा। भेरी गुड। थ्याङ्क यू कस्तो लाग्यो छोराले के छ प्रगति अब यो इन्डस्ट्रीबाट गर्छ जस्तो लागेको छ कि कस्तो लागेको छ हजुरलाई? यो खानकीको टेस्ट लिँदाखेरि राम्रो लाग्यो होइन। अब यही अनुसारले मेहनत गर्दै गयो भने यो सक्सेस हुन्छ। राम्रो एकदम टेस्टी लाग्यो। मिठो छ। मिठो भयो। थ्याङ्क यू सो मच।